हेलो नमस्ते म बिन्दु राई आज अर्को नयाँ भिडियो लिएर आइसकेको छु साथीहरू। अहिले चाहिँ बेलुकीको 7 बजिसकिसक्यो अनि हामीलाई चाहिँ तल दिदीले निम्त गरेको हुनाले जानलाई हामी चाहिँ तयार पर्दैछौँ। पानी पनि अलिअलि पर्दैछ, नजाम भन्छ छोराछोरी रहर गरेकै साँझको बेलामा पानीले भिजेर हैरान पार्छ होला। पुरा यस्तो भइसकेको छ है, संसार अधुरो तिमी बिना। रात परेको बेला पनि हिँड्यो हामी चाहिँ। उडी जाने यो पन्छी सैलदै घर फर्केर आउँछ कि आउँदैन, अनि के भन्छ यो जुनी त यस्तै भो सैलदै अर्को जुनी पाउँछ कि पाउँदैन भन्दै हामी चाहिँ ओह्रालो लाग्यो। साथीहरू खानु भनेपछि त नि हामी राति होस् कि दिउँसो होस् छोडिँदैन नि फेरि। ला हो कुखुरा माथि नि हिँड्ने छ त हौ छोरा। दिदीको त बाइकमा सर र हामी चाहिँ नि हिँडेर नि कतिखेर गएर कतिखेर आउनु है। फाइनल्ली हामी चाहिँ भैँसी बजार झरिसक्यौँ है साथीहरू। तेर्सो लाग्नु थालिसक्यौँ मेन रोड छोडेर। वाउ बब्बाल लु होइन। पानी सिमसिम आइरहेको छ। छोरी र म चाहिँ ज्याकेटको भरमा, छोरा चाहिँ छाता लगाए ओढेर हिँड्दैछ, हामी चाहिँ ज्याकेट लगाएर। ठुलो ममकोमा झर्नु भनेपछि त फेरि यति फुरुक्क हुन्छ नि छोराछोरीहरू, नझरौँ है भन्नुपर्छ। राति भन्नु दियो त यी साथीहरू, मध्यरातमा पनि झर्नु परेन। 7 बजिसकेको अवस्थामा पनि झर्नु नझरी धरिदियो त मलाई। 5 परिसकेको अवस्थामा पनि हाम्रो चाहिँ अरू त विशेष काम त केही पनि होइन, तर अब त्यही हो हाम्रो चाहिँ भेटघाट त भोकै हो। हिजो पनि मैले मासतिर बोलाइराखेको थिएँ सोल्टीहरूलाई। अब आज पनि फेरि तलतिर यसो खानपिन दुःख सुखको बातचित गर्नुलाई हामी चाहिँ यी रातिहरू पनि झर्दैछौँ। ए खानु बोलाएपछि छोडिँदो रहेछ त, के हो यो? योजना त यस्तो रहेछ नि त। नआउला भनेको पानी परेर मेरो छोरा र छोरी त अनि भन्छौ नि। अब नि कतिखेर जाने बस्दा पनि भइहाल्यो नि। भन्छौ नि तिमीलाई बस्दा पनि भयो। को दिदी हो? सागर सर ठिक छ? चिकन विङ्स। लोकल घरभरि भएर होइन, सेकुवा चिकन सेकुवा दह्रो तयार हुँदैछ है। यत्रो कोहीले बनाइसक्नु, यता यत्रो पाइसकेछ। नजाउँ छोरा नजाउँ पानी झरीमा हौ। सेकपट्टि दन यता बत्ती देखाउने। भिजेर आएको ठिक्का काम चाहिँ भयो है फुफुलो। म त लुथुर्कै भिजेर गएर अर्को फेरि लुगा फेरेर आएको। अब कसरी फुट्छ? फुक्ने चाहिँ हुनुपर्छ कि तल फुक्नु पार्ने।
भएर 81 मर त भन केटाकेटीहरूको दसैँ छ डर छ उता बस न हौ छोरी सुरु भयो उता धेरै डढेछ पनि ठुलो मामुको घर त्यतिकै आउनु खोजिया हो त है बसेर खानु तिमीले दाजु दाजुलाई बोलाउ त तिमीले मासु खाने बेला के खाँदैछौ चोखो चोखो गरेर खाऊ कस्तो खानु बसेर खाऊ हर्केलाई चाहिँ छोरीको नाम ए हाम्रो सोल्टीले दुःख गर्नुभएको मरी दुःख गरेर आउनुभयो हामी खानेलाई पो यहाँनिर मजा भयो होइन खानु त मजै हो दुःख गर्नु कमाउनु कति गाह्रो छ हो नि सोल्टी यो त यता त्यति नै यो के हो यो यति साह्रो चाहिँ किन चाहिँ लिएको त है म त छक्क परेँ त उता हो नि सोल्टी हुनु त तर यो कान्छी भाउजूहरू आउनु भएन एकछिन न त अन्त बन्ने पनि रहेको छैन अनि कोही खाँदै कोही उनीहरू चाहिँ काम गरिराख्नु मिल्छ त्यसरी तिम्रो नाम भन्दै लु के हो तिम्रो नाम दिपक गिरी तिम्रो अनि हरि तिम्रो हरिकला गिरी दिपक गिरी हेर्दा तिमी चाहिँ ए हरि गिरी तिम्रो अनि भनिदेऊ त तिम्रो नाम के हो छिटो भन तिम्रो नाम के हो तिम्रो नाम के हो तिम्रो नाम के अरे दिपक मैले अघि भनिसकेँ भन न हरिकलाको आमा यता चाहिँ जुनी त यस्तै भो साइला दाइ अर्को जुनी पाउँछ कि पाउँदैन आगो बलेन है साथी हो बरु सिन्के डनले नै बाल्दै रहेछ यता चाहिँ एक भइसकिसक्यो पाकेको चाहिँ आजको पार्टी चाहिँ आज दिदी डरै खाइने भयो यति धेरै एक काका नै ल्याउनु भएछ घरबेटी आमेको यता चाहिँ ओइ त गीत चाहिँ नबजाऊ त नामसँग चम्ची किन चाहियो र सबैले चोप्दै खाने हो फोन चाहिँ सानो बनाउन भनेको साउन अहिले म सबलाई कुट्छु होला के हाम्रो दाजुलाई रिस उठ्नु सानो छैन नि रिस उठ्दैन ल हामी चाहिँ नखाने होइन जान्नु नतान्नु घचेर माग्नु नि भोलि चाहिँ ओछ्यानको ओछ्यान हुनु होला खोइ त सोल्टी चाहिँ आउनु न सोल्टी झन् साह्रो विशेष गरी सोल्टी चाहिँ आउनु पर्ने हामी चाहिँ लु म त खाइहालेँ यो ऊ चाहिँ यता घुम्नु पर्यो के सागर चाहिँ यता बिचमा मासु लिएर यता घुम्नु पर्यो तिमी यो यता भाग यस्तो आएको छ यी हाम्रो के हो यो जान्ने मान्छेहरूलाई यो पनि यस्तो गर्नु त यो त चिन्नुहुन्न होला हामीले त ल नामसँग आऊ त यहाँ रानीलाई खोइ एउटा गिलास ल्याइदिएको यहाँ छ एउटा गिलास नानीहरू नाम पनि खतरा लगाइदिइसकेको
सिक्या भने चिन्द्र छ अब चाहिँ त्यसो नभन्नु त न खोल्नु जानियोस् न खानु जानियोस् यो कसको टेस्ट गरौ भन्नुहुन्छ दाजुकै हो हैन यो चाहिँ कसको भने तपाईकै हो यो चाहिँ कसको भन्नुहुन्छ खायल पर्छ के यस्तो यत्रो गिलास तिमीले यो खाने मान्छे हामी नै हो कुनै अति नै पाकेको छ कुनै अति नै कुनै अति नै डरेको छ ल बस्ता बात मेरो बात मेरो ल ठ्याटा ठुटु गरौँ त ठ्याटा खोल्ने ठ्याटा ठुटु ल ठ्याटा ठुटु गर्नुपर्छ लु फेरि गर्नु त एकचोटि चेस हान्नु त एकचोटि भेरी गुड भेरी गुड लु मलाई चाहिँ लगाइदिनु नाम न त फोनको सानो अफ गर सानो छिटो छिटो नामसँग हो नि सानोको बनाइदेऊ त छोरा अलिक सानो बनाऊ है छिटो बनाइहाल न हौ हेलो शिवरात्रिमा हौ शिवरात्रिमा 1 केजीले पनि पार्टी भइगयो मान्न पर्छ कृष्ण पार्टी नै पार्टी हड्डी मलाई त कचाकुचु गर्दैउ न यत्रो उमेरमा उमेर हेरेर खानुपर्छ नि त है हड्डी पनि कचाकुचु गर्दैन उमेरमा काचाकुचुक बनाइहाल्नु नि है कचाकुचु यस्तो हड्डी तिमीहरू छोरी एउटा छ हरामी छ अब अगाएपछि चाहिँ डढेको खाना डरेकै खाने भनेको क्या छान्ने भनेको डढेकै खान्छु भन्दैछ हौ र त मतलब डढेको खोज्नु थाल्यो भनेको क्या कुरा चाहिँ बुझ्दैन नि होइन र दिदी कुरा चाहिँ बुझ्दैन नि यसलाई त भोलि मस्तो डरे खाइ अब जस्तो हामी बासा चौरेमा पत्रेमा त्यो मासु पोली खानुको यस्तो दामी पोल्दैन हौ त्यहाँ एउटा नि तितो नहुनु कुनै ट्रेनिङ प्रारा फरक हुन्छ नि त कोइलामा अनि उनीहरूलाई कोइलामा त दामी हुँदो रहेछ नि त माथि टक 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 सिलमा उनेर यसो कोइलामा ढुङ्गा मारे हर्कालाई उसले कुर्नुपर्छ जाउँ न त हामी पनि ताल्छौँ साँच्चै अरू पोलेको त्यहाँ टेस्ट क्या त्यसले मासु माथि बासा चौरे हुन्छ के फुल फुलेकोतिर जाउँ भनेर कान्छीले हैरान लाग्दैछ त के हो यस्तै खालको फुल के जगर्स जकरान्दा ए हामीले पढ्दा चाहिँ जकरान्दा भनेको अब यताको भाषामा के भन्छ के भयो मेरो फुच्चुलाई निन्द्रा लाग्नु थाल्यो जानुपर्छ काले लाइन दादा छिटो गरिसक्नु है होमवर्क के गर्दैछ थोरै छैन खोला युज गर्ने त पहिलोचोटि हर्का साम के छिटो खाने पहिला घर बनाउनु पाइन्न त्यो त उठ्दै जान टुक्रो के बिहाको फोटो हेर्नु पाइयो भने चाहिँ मेरो पनि हेर्दा हुन्छ है लुगा म चाहिँ पहिले नै म चाहिँ खुट्टे जस्तो होइन म त पनि त हेर्दिनँ लुगा हेर्दिने लु टेङ्गु त नामसँग त पढाउने भेको त पक्रेर अहिले पुगिदिनु भन्दै पुगिँदै यहाँ टेङ्गु त खाएको त कस्तो धेरै रहेछ हो अहिले यो अहिले दुइटा गराउँदैछ नि कान्छी पछि यो पोखरीभरि त्यसले नै सन्तान खोइरहेको छ अहिले पोहोर पनि एउटा टन गर्दैछ त ए सन्तान त हाम्रो बहिनी जस्तो के अहिले हाम्रो बहिनी हेर्नु त अलिक लाउनु न उता हामी त पुगिसकेको सोल्टी हामी त खाएपछि पक्कै खाइ गइन्छ नि भोलि बिहान पनि फेरि यही खानुपर्छ है तपाईँहरू पो गर्छ खाएको खाएकै नन्सिट
नलजाइ किन खानु होला अब सोध्दैछु के को लजाउनु चोल्टी अगाडि आएपछि त लजाउने चलन नै हुँदैन त्यसको चाहिँ कति पर्सेन्ट हुन्छ अर्को नि 8% होला 6% गरेछ मात्रै 6% हुँदो रहेछ होइन यो 6% गोर्खाको 6% अर्कोको चाहिँ मान्छे सानोको सबैजना बढी छ झगडा नि गर्छन् सानो त भुट्टी लड्छन् मर्छन् के गर्छन् है सानो भुटेको त्यसको हामी के अब त्यस्तै हो खाइयो पियो दुःख पाइयो भन्नु पनि नमिले अब हिँड्नु पर्यो है सबैजनाले दाजु दिदी म चाहिँ बिदा लिनु पर्यो सेवाहरू राम्ररी जानु होला हजुर होइन सोल्टी नानीहरू अहिले यहीँ नि किताब मामाको पनि अब सबै पुग्नु थाल्यो सबैजना नानी बिर्सिसक्यो कहाँ आउनु छोरा बल्ल आउनु भएको बेलामा यहाँ नानीले होमवर्क गरिसकेको र मै मान्छे लगेर गयो गर न त छोरा ल होमवर्क नगरी त हुँदैन नि त नगरी हुन्छ त गराएपछि सानो छिटो निस्केकालु सबैजनालाई लु बाई बाई